यहाँ तपाईहरू हेर्न सक्नुहुन्छ रोडहरू कति व्यवस्थित छ। नेपालमा चाहिँ मान्छेहरूको अहिलेको गुनासो कस्तो छ कि रोडहरू व्यवस्थित छैन, केही राम्रो गरेको छैन र फाइनहरू यति लगाएको छ। यसमा चाहिँ मलाई पनि यसो थोरै आइडिया आयो कि त्यो खासमा के हो भने यिनीहरूको रोडहरू व्यवस्थित पनि छ, प्लस यिनीहरूसँग हाई पेइङ स्यालेरी छ। यिनीहरूलाई धेरै फाइनहरू लगाउँदाखेरि यिनीहरूलाई केही फरक पर्दैन र यिनीहरूलाई खासमा नियम पालना कसरी गर्छ भने यिनीहरूलाई त्यो समेत थाहा छ के। तर नेपालमा न कुनैको ट्रेनिङहरू गराउँछ, न केही यसो कसैलाई कसरी लाइसेन्स आउँछ थाहै छैन। ल 50% भन्दा माथि मान्छेहरू यो के भन्छ लाइसेन्सहरू चोरेर लिएको हो के। अरूहरूलाई पैसाहरू कर्मचारीहरूलाई खुवाएर 15,000 20,000 50,000 दिएर मान्छेहरू लाइसेन्सहरू लिएको छ। त्यो नेपाल सरकारलाई थाहा हुँदा पनि यसरी फाइन लगाएको छ। सबै कुरोहरू व्यवस्थित गर्नु पर्यो। लाइसेन्सहरू अलि सजिलो तरिकाले दिनु भएन मान्छेहरूलाई, किनभने यिनीहरूलाई नियमहरू सबै राम्ररी सिकाएर र ट्रायलहरूको सिस्टमहरू हटाएर अलि हुन्छ नि रोडमै। यहाँ चाहिँ कस्तो हुन्छ, रोडमा ट्राफिकहरूले यसो आधा घण्टा 1 घण्टा चलाएर हेर्छ यो मान्छे चलाउन सक्छ कि सक्दैन, त्यसरी यिनीहरूले दिँदो रहेछ लाइसेन्सहरू। र चाहिँ थ्योरी टेस्टहरू यसो अनलाइन हुन्छ यिनीहरूको कम्प्युटरमा, पर्सनल दिनुपर्छ र 50वटा क्वेसन हुन्छ के। 50वटा क्वेसनमा तपाईँले 43वटा क्वेसन पास गर्नु पर्यो के। अनि एउटा भिडियो हुन्छ, त्यो भिडियोलाई पास गर्नु पर्यो, बल्ल यिनीहरूलाई थ्योरी टेस्ट पास हुन्छ। र थ्योरी टेस्ट पास भएपछि तपाईँलाई ट्रायलहरू दिनु पर्यो भने यहाँको नियम कानुनहरू रोडहरूको सबै थाहा हुनु पर्यो के, बल्ल यिनीहरूले तपाईलाई लाइसेन्स दिन्छ के। ट्राफिक तपाईँको यसो कारमा बस्छ र कार अब कसैको हुँदा पनि, अब सरकारको हुँदा पनि कारमा बस्छ र बाटोमा कुदाउनु पर्छ कि आधा 1 घण्टा। त्यो पनि टफ त्यो हुन्छ नि, ब्रिजहरू हुन्छ, राउन्ड खालको हुन्छ बाटोहरू, त्यसरी तपाईँले कुदाउनु भन्छ के। आधा 1 घण्टा कुदाएर बल्ल योसँग कन्फिडेन्स छ कुदाउने गाडी, बल्ल यिनीहरूले लाइसेन्स दिँदो रहेछ। यस्तो नियमहरू लगायो भने नेपालमा चाहिँ धेरै कमले यसो लाइसेन्सहरू पाउँछ। र जो पायो भने त्योसँग एकदमै राम्रो एक्सपिरियन्स भएर बल्ल लाइसेन्स आउँछ। त्यसो गर्दाखेरि के हो भने नेपालमा चाहिँ गाडीहरू सिक्न एकदमै सजिलो रहेछ। अलिकति समयहरू पायो भने मान्छेहरू एकअर्कालाई सहयोग गरिदिन्छ र गाडीहरू सिक्न एकदमै सजिलो हुन्छ। तर नियम कानुनहरू मान्छेहरूलाई थाहा हुँदैन, बल्ल उनीहरूले एक्सिडेन्टहरू गर्ने, ट्राफिक लाइटहरू ट्राफिकको नियमहरू त्यो गर्ने, जथाभावी रेस गरिदिने, गाउँघरमा चलाउँदा पनि यिनीहरूले ध्यान नदिने, आफ्नो एटिट्युडमा एगोमा कुदाउने। र तिनीहरूलाई लाइसेन्सहरू लिनु पर्यो भने 10,000 20,000 दिएर इक्जाममा पनि फेल हुँदा पनि, ट्रायलमा फेल हुँदा पनि तिनीहरूसँग लाइसेन्स हुन्छ। त्यसरी के सिक्न पाउँछ भने उनीहरूसँग खासमा लाइसेन्स नै छैन, त्यो बिना लाइसेन्सको कुदाइरहेको छ। त्यस्तो कुरोहरू खासमा मैले उनीहरूसँग त्यो गरेँ के। त्यहाँ चाहिँ कर्मचारीहरू घुसपेटहरूदेखि लिएर सबैजना भ्रष्टाचारमा लिप्त छ। कर्मचारीहरू ठुलो ठुलो मान्छेहरू यतिकै सुपथमै घर बसी लाइसेन्सहरू लिन्छ, त्यतिसम्म यिनीहरू गर्छ। तर चाहिँ यहाँ चाहिँ मैले रोडहरूको किन देखाएँ, हेर्नुभयो कति नियमहरू यतिमै थोरै 1 मिनटको भिडियोमा तपाईँले कस्तो हेर्नुभयो के। कति ट्राफिक लाइटहरू कति छिटो छिटो आउँछ, कसरी रोक्छ गाडीहरू। यिनीहरू छैन कि रेस गर्दैन गाडीहरू, ठाउँ आयो भने यिनीहरूको गभर्मेन्ट यसो बनाएको छ कि आफै भन्छ यो चाहिँ 150 को स्पिडमा चलाउँछ भनेर गाडीहरू, त्यस्तो यिनीहरूले बनाएको हुन्छ। तपाईँ यसो हेर्ने भयो भने यो जेब्रा क्रसिङको हुन्छ नि, पेडेस्ट्रियन वे त्यस्तो हुन्छ। त्यस्तो नियम कानुन